पोखरा महानगरपालिका भित्र हामीले धेरै घर जग्गाहरू देखाइयो र धेरै जनाले चाहिँ हामीले देखाएका घर जग्गाहरू लिनु पनि भयो र कतिले चाहिँ बिक्री वितरण गर्नु पनि भयो हाम्रो थ्रुबाट। सो लालपूर्जा पोखरा कस्तो खालको कम्पनी हो भन्ने कुरा चाहिँ अझ नयाँ जोडिनु हुने क्लाइन्टहरूलाई चाहिँ कन्फ्युजन भइरहेको छ। त्यसैले मैले तपाईहरुलाई चाहिँ आज लालपूर्जा पोखरा कस्तो खालको कम्पनी हो र यसले के काम गर्छ भन्ने कुरा प्रस्ताउँछु है त। लालपूर्जा पोखरा फर्स्ट अफ अल त रियल इस्टेट कम्पनी नै हो र त्यसमा डेभलपर कम्पनी पनि हो। डेभलपर कम्पनी यो मानेमा हो कि लालपूर्जा पोखराले तपाईको ठूलो क्षेत्रफलको जग्गाहरूलाई चाहिँ आफैले किनेर आफैले प्लटिङ गरेर बिक्री वितरण गर्छ। तपाईकै रेटमा किन्छ र आफैले प्लटिङ गरेर बिक्री गर्ने, यस अर्थ लालपूर्जा पोखरा डेभलपर कम्पनी पनि हो। र अर्को लालपूर्जा पोखरा रियल इस्टेट कम्पनी यो मानेमा हो कि तपाईले बिक्री गर्न नसकेका सानातिना जग्गा अथवा सानोतिनो घर चाहिँ हामी हाम्रो थ्रुबाट बिक्री वितरण पनि गर्छौं। यसले गर्दा लालपूर्जा पोखरा रियल इस्टेट कम्पनी पनि हो र डेभलपर कम्पनी पनि हो। तपाईले बेच्न नसकेका घर जग्गा अपार्टमेन्टहरू हामी कम्पनीको थ्रुबाट अथवा चाहिँ हाम्रै टिमको थ्रुबाट चाहिँ हामी बिक्री वितरण पनि गर्छौं भने तपाईको ठूलो क्षेत्रफलको जग्गा छ अथवा पोखरा आसपासका क्षेत्रमा ठूलो क्षेत्रफलको जग्गा छ भने त्यो जग्गालाई हामी आफैले लिएर प्लटिङ गरेर बिक्री वितरण पनि गर्छौं। र अन्तमा चाहिँ अहिले तत्काल लालपूर्जा पोखरासँग चाहिँ कुन एरियामा कस्ता जग्गा छन् भन्ने कुरा म सटिकमा भन्छु है त। अहिले लालपूर्जा पोखरासँग नम्बर 1 मा रहेको छ पोखरा महानगरपालिका वडा नम्बर 18 सारङकोटमा, जहाँ तपाईले 18 लाखदेखि 20 लाख भित्र 5 जना जग्गा पाउन सक्नुहुनेछ, जहाँ चाहिँ तपाईले पानी बत्ती बिजुली सबैको एक्सेस पाउनु नि भयो, बाटो तपाईको सबै पिज हुन्छ। त्यसमा 50% सम्म बैंकिङ लोन त हुने नै भइहाल्यो। र अर्को नम्बर 2 मा रहेको छ हामीसँग पोखरा महानगरपालिका वडा नम्बर 25 हेम्जामा, जहाँ तपाईले चाहिँ हातको 3 लाखदेखि 4 लाखको रेन्जमा चाहिँ जग्गा पाउनुहुनेछ, जहाँ काटै लिन सक्नुहुने भयो। हामीसँग हेम्जामा 2 वटा जग्गाहरू छन्, जस्तो कि पोखरा वडा नम्बर 25 हेम्जा सापकोटा चोकनेर एउटा छ भने हामीसँग पोखरा महानगरपालिका वडा नम्बर 25 हेम्जा बुद्ध चोकनेर चाहिँ अर्को प्लटिङ चाहिँ छ। त्यहाँ 2 वटा प्लटिङ छन् जहाँ चाहिँ तपाईले 3 लाखदेखि 4 लाखको रेन्जमा चाहिँ जग्गा पाउनुहुनेछ र त्यसमा पनि 50% सम्म बैंकिङ लोन हुने नै भइहाल्यो। अर्को भनेको हामीसँग एकदमै ठूलो प्रोजेक्ट भनेको चाहिँ पोखरा महानगरपालिका वडा नम्बर 33 भित्र छ, जहाँ तपाईले 2-3 वटा प्रोजेक्टहरु चाहिँ पाउन सक्नुहुनेछ, जुन चाहिँ हाम्रो यो कोत्रेबाट स्याङ्जा निक्लने यो बाइपास हाइवे बनेको छ। करिब 9 किलोमिटरको यो हाइवे टस जग्गाहरू पाउन सक्नुहुनेछ, जहाँको मूल्य तपाईलाई मैले क्लियर गराए 35 लाख मूल्य भनिएको छ, जहाँ चाहिँ तपाईले एउटा प्लानिङ भित्र 30 लाखदेखि 35 लाखको रेन्जमा चाहिँ पाउन सक्नुहुनेछ, जुन चाहिँ तपाईले पूर्व पश्चिम उत्तर दक्षिण मोहडा गरेका पाउन सक्नुहुने भयो भने भित्री बाटो 20 फुटले छोएको र बाहिरी बाटो चाहिँ मेन बाटोसँगै टच भएका पनि छन्। र अर्को भनेको हामीसँग रिसोर्ट रेस्टुरेन्ट भिल्ला खोल्नका लागि पोखरा महानगरपालिका वडा नम्बर 31 बेगनास तालमा चाहिँ छ, जहाँ चाहिँ तपाईले रोपनीको 45 लाखमा घडेरी पाउनुहुनेछ। त्यहाँ तपाईले बिजनेस व्यापारका लागि एकदमै राम्रो हुनेछ, जसको भ्यू चाहिँ तपाईले पछाडिपट्टिबाट हिमालय रेन्ज मजाले देख्नुहुनेछ भने अगाडिपट्टिबाट तपाईले चाहिँ बेगनास तालको भ्यू पनि मजाले देख्नुहुने भयो, त्यहाँ एयरपोर्ट पनि मजाले देख्न सक्नुहुने भयो है। एकदमै राम्रा जग्गाहरू चाहिँ त्यहाँ पनि तपाईले काटेर लिन सक्नुहुनेछ। र अर्को भनेको हामीसँग पोखरा भ्याली भित्रै अथवा चाहिँ तपाईले अलि रेट 1 करोड भन्दा माथिको रेटमा चाहिँ पोखरा भ्याली भित्रै छ, जस्तो कि पोखरा वडा नम्बर 5 फर्स्याङमा पाउनुहुन्छ, जहाँ तपाईले काटेर जग्गा लिन सक्नुहुने भयो, जसको चाहिँ रेट तपाईको 1 करोड 30 लाखको भित्रमा पाउनुहुने भयो भने अर्को तपाईको पोखरा वडा नम्बर 14 छिन्डाडा साइडमा पनि पाउनुहुनेछ र पोखरा वडा नम्बर 15 हाम्रो यो रामबजारदेखि करिबन तपाईको 1 किलोमिटरको डिस्टेन्समा पनि जग्गाहरू छन्, जहाँ तपाईले हातको 3 लाखको दरले पनि पाइराख्नु भएको छ। अहिले लालपूर्जा पोखरासँग भएका सटिक जग्गाहरू अथवा चाहिँ सस्तो र राम्रा जग्गाहरू चाहिँ यिनै हुन्। इच्छुक हुनुहुन्छ अथवा चाहिँ लालपूर्जा पोखरासँग तपाईका पनि घर जग्गाहरू किन्नको लागि बेच्नका लागि जोडिन चाहनुहुन्छ भने माथि दिएको कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ है त।